आज भने चाहिँ मकवानपुर गढी मैले राम्रोसँगै भिजिट गरेँ अनि यो चाहिँ गढी भइहाल्यो। खासै त्यति रमाइलो चाहिँ लागेन, तर एउटा अलिकति मन शीतल बनाउने चाहिँ के रहेछ भने योभन्दा यो झन्डा भएको भन्दा त्यो छेउमा चाहिँ बसेर उतापट्टिको चाहिँ मकवानपुरको चाहिँ त्यो खाल्टा एरिया हेऱ्यो भने चाहिँ आहा क्या आनन्द लाग्ने रहेछ। बस अनि ढुङ्गा छापिएको छ अनि अलिकति राम्रो लाग्ने भनेको चाहिँ जुन यो वाल छ, यो वाल राम्रो लागेको छ। त्यही हो, खासै त्यति धेरै डिफरेन्स चाहिँ पाएन। जे होस् खुसी छ, दिल खुस छ। नेपालमा भनौँ न यसको विषयमा ज्ञान त छैन, तर पनि दरबार हो है भन्दाखेरि हामी भन्दा चाहिँ कयौँ पुस्ता अगाडिको चाहिँ दरबार हो, यो यस्तो हो भनौँ न। नेपाल एकीकरण गर्ने बेलातिरको त्यो जुन ब्रिटिस आर्मीहरूसँग लडाइँ परेको बेलाको त्यो कहानीहरू अलिअलि सुन्दाखेरि चाहिँ जस गर्व लाग्छ। त्यही भएर हामी घुम्न आउनुपर्छ, चाहे राम्रो होस् नहोस्। नेपाल हामी नेपाली हुनुमा गर्व गर्नुपर्छ भन्ने मेरो मान्यता होइन त। यस, अब चाहिँ फर्केको म बिचारा निन्द्रा पुग्यो आँगा, मस्तले निदाइरहनु भएको थियो त अनि के पसल गरे हो होइन? ल यस, अनि बस्नको लागि चाहिँ कपालहरूको लागि चाहिँ यो एरिया रहेछ, टक्क टक्क बस्ने ठाउँ। अनि यो के भन्छ सल्लाहको फेदमुनि होइन, अनि यहाँ पनि छ। ल बाई बाई गाइस, बाई बाई।